Handmade products. हेलो एभ्रिवान, आज फेरि पनि एसएस कलेक्सनले हजुरहरू हामी केही कुरा लिएर आएको छु है। कतिजना अहिले अनलाइन स्टोरमा चाहिँ होइन ह्यान्डमेड सामानहरूको चाहिँ पाइते रेट राखेर देख्छु नि है। आज चाहिँ ह्यान्डमेड बारेमा के कुरा गरौँ है। ह्यान्डमेड सामान भनेको के हुन्छ होइन, ह्यान्डमेड सामान भनेको आफूले मेहनत गरेर है, आफ्नो हातले मेहनत गरेर बनाएको सामानलाई, हात आँखा शरीर है जम्मै त्यही सामानमा लगाएर बनाएको सामानलाई भनिन्छ ह्यान्डमेड सामान है। मेसिन मेड भनेको हजुरलाई मेसिनबाट बनेर आउँछ, जस्ट लास्टमा प्याकिङ त्यो हातले बन्छ या दिने बेलामा हातले दिने मात्रै हो है। तर ह्यान्डमेड भनेको चाहिँ आफूले आफ्नै मेहनतले हातले एकदमै त्यसलाई आँखादेखि लिएर हरेक चिज एफोर्ट दिएर बनाएको चिजलाई चाहिँ ह्यान्डमेड भनिन्छ। सो हामीले चाहिँ अहिले बजारमा एकदमै ह्यान्डमेडको सामानको चाहिँ एकदमै प्राइस लोइङ भइरहेको देखिरहेको छौँ कि होइन, एकदम डाउन भइरहेछ। अहिले किन भइरहेछ भने चाहिँ हाम्रो टिकटकमा बनाउन सिक्नेहरू है, आजकल युट्युबमा हेरेर बनाउन सिक्ने बहिनीहरूले या भाइहरूले चाहिँ एकदम उहाँलाई रमाइलोको लागि एकछिन रमाइलोको लागि चाहिँ उहाँहरूले बनाउनुहुन्छ अनि त्यसलाई अब बनाइराख्नुभन्दा अब सेलिङ गर्दा पनि बेटर भन्ने हिसाबले चाहिँ उहाँहरूले जस्ट आफूलाई केही नलेज नभइकन यसै प्राइस राखिदिनुहुन्छ कि। सो प्लिज है त्यो चाहिँ स्टप गरौँ न है, किनभने ह्यान्डमेड भनेको एकदमै गाह्रो चिज हो है। यसलाई एकदमै मेहनत बनाऊ, एकदम मेहनत गरेर होइन, यसलाई टाइमदेखि लिएर आफ्नो शरीरदेखि लिएर आँखादेखि लिएर हरेक चिज चाहिँ यसमा युज भएको हुन्छ। सो हजुरहरूले चाहिँ त्यसै हावातालमा प्राइस राखिदिनु हुँदैन होइन, किनभने पहिला मैले पनि पहिल्यैदेखि बुन्थेँ होइन, म रातभर बुन्थेँ किनभने मलाई त्यो बेलामा एकदमै इन्ट्रेस्ट लाग्थ्यो होइन मलाई बुन्नलाई। सो मैले बुन्थेँ त्यो बेलामा जे पनि सामानहरूमा चाहिँ मलाई चाहिँ ह्यान्डमेड सामान मनपर्ने भएको कारणले चाहिँ म पहिलादेखि नै मेहनती थिएँ। सो मैले त्यसरी रातभर चाहिँ जागराम बसेर चाहिँ काम गर्थेँ कि होइन। त्यो चाहिँ अहिले मलाई निस्किँदैछ कि होइन, किनभने एज पनि हुँदै गयो। सो अहिले चाहिँ मलाई निस्किरहेछ होइन, मेरो यो पार्ट एकदमै नै दुखिरहेछ कि है, ज्वरो आएको जस्तो भइरहेछ। यो भएको आज होइन है, धेरै भइसक्यो यो भएको चाहिँ, मेबी लास्ट टाइम भ्यालेन्टाइनदेखि नै मलाई यो स्टार्ट भएको हो होइन। सो प्लिज है यो यसरी हेर्नुहोस् त, मैले अहिले लेप लगाइरहेको छु कि होइन, मलाई यस्तो पेनिङ भएको छ होइन। अस्ति पनि म यो मसाज गर्नु पनि गएको थिएँ होइन, त्यो पनि धेरै टाइम भएन। सो यसरी चाहिँ आफ्नो एज हुँदै गएपछि चाहिँ हजुरहरूले जुन गरेको मेहनत चाहिँ लास्टमा निस्किन्छ कि होइन। त्यही भएर प्लिज आफ्नो कामको हजुरहरूले कदर गर्नुहोस् होइन। आफूले जे सामान पनि यसरी मेहनत गरेर बनाएपछि प्राइसिङ राख्नुभन्दा अगाडि चाहिँ प्लिज है आफ्नो काम हेर्नुहोस्, आफ्नो टाइम कति लागेको छ त्यसलाई, आफ्नो सामान कति लागेको छ, हजुरको हातदेखि लिएर के युज भएको छ होइन त्यसमा, त्यो सबै हेरेर मात्रै हजुरले प्राइसिङ गरिदिनु होला भन्न आएको थिएँ। आज चाहिँ है मैले केही न केही गुनासो ल्याइरहेको हुन्छु, हजुरहरूलाई मनपर्छ मन पर्दैन। सो जस्ट मैले चाहिँ सेयरिङ मात्रै गरेँ, आफूलाई मनमा लागेको कुरा, किन अहिले मैले भोगिरहेको छु होइन। सो हजुर पनि प्लिज टेक केयर होइन, प्राइसिङ राख्नुभन्दा अगाडि एकदमै आफ्नो प्रडक्टको ध्यान दिनु होला होइन, त्यही भन्न आएको थिएँ। हस्, थ्याङ्क यू सो मच, ह्याप्पी सपिङ, बाई बाई।